धन्यवाद। आज हामी बीबीएस फर्स्ट इयर बीबीएस सेकेन्ड इयर का इङ्ग्लिस सब्जेक्ट अन्तर्गत आज हामी एउटा ड्रामा पढ्न गइरहेका छौँ जसको नाम हो अगस्ता डज हिज बिट। अगस्ता आफ्नो बाजी हारे भनेको यसको अर्थ हुन्छन् अगस्ता डज हिज बिट बाई जर्ज बर्टनेट ले लेख्नु भएको छ। जर्ज बर्टनेट भनेको एउटा धेरै नै इम्पोर्टेन्ट महत्त्वपूर्ण होइन ग्रेटेस्ट लेखक ड्रामा लेखक हुनुहुन्छ। उहाँले यो ड्रामा लेख्नु भएको छ र यही हामी आज बुझ्न गइरहेका छौँ। सो यसमा के भनेको छ भन्दाखेरि हामी बुझ्न गइरहेका छौँ। अगस्ता डज हिज बिट एक रहस्य नाटक हो जसले युद्धको समयमा देखिने घमण्ड मूर्खता र औपचारिकताको व्यङ्ग गर्छन्। नाटकको मुख्य पात्र अगस्ता अनि कर्क जुन अगस्ताका सल्लाहकार हुन्छ अनि अर्को चाहिँ स्पाइसी लेडिज जुन जासुस लेडिज हुनुहुन्छ। उहाँ यी पात्रहरू हुन्। अगस्ता एक घमण्डी र आत्म महत्त्वमा डुबेका व्यक्ति हुन् जसले आफूलाई देशका लागि ठुलो काम गरिरहेको ठान्छन्। एक रहस्यमय महिला उनी कहाँ एक दिन आउँछे र चतुर तरिकाले उसलाई मूर्ख बनाउँदै महत्त्वपूर्ण गोप्य जानकारी हात पार्छन्। जस्तै कि त्यो किन आएको हुन्छ भन्दाखेरि त्यो टाइममा इङ्ग्ल्यान्डको राजा चाहिँ अगस्ता हुनुहुन्छ होइन। अनि त्यही टाइममा इङ्ग्ल्यान्ड र जर्मनको युद्ध भइरहेको हुन्छन् अनि जर्मनले सोच्यो अनि यहाँ सोचेर नै जुन स्पाइसिस लेडी छ त्यसलाई जासुसको रूपमा होइन उसले पठाएको छ राजा कहाँ। र अगस्ता भनेको त्यहाँको इङ्ग्ल्यान्डको राजा हुनुहुन्थ्यो होइन। अनि उनीहरूको स्ट्राटेजी के छ युद्ध रणनीतिहरू के छ बुझ्नका लागि लेडीलाई त्यहाँ पठाएको हो र राजासँग यति सम्बन्ध गाँसियो कि उनी राजाको बिटसम्म पनि जान पुग्यो होइन। र त्यही यहाँ देखाएको छ कि अगस्ता कति आफ्नो महत्त्व आकाङ्क्षामा डुबेका व्यक्ति हुन्। जसले आफूलाई देशका लागि ठुलो काम गरिरहेको छ भन्छन् होइन। र राजाको त्यो त हुनु भएन नि त होइन। त्यही यहाँ देखाएको छ एक रहस्यमय उनी कहाँ लेडिज आएको छ होइन। अनि उसलाई मूर्ख बनाउँदै महत्त्वपूर्ण गोप्य जानकारी हात पार्छन्। अगस्ता आफ्नो अज्ञानता घमण्ड र सैन्य पदको आडमा धेरै कुरा बुझ्दैनन् जसको फाइदा ती महिलालाई उठाउँछिन्। र कर्क त्यो टाइममा होइन जर्मन र इङ्ग्ल्यान्डको युद्ध भइरहेको थियो अनि कर्क भनेको सल्लाहकार अगस्ताको हुनुहुन्छ। अनि उहाँले भन्यो महाराज हाम्रो अहिलेको यो रणनीति के भन्छ भन्दाखेरि कुनै पनि अपरिचित व्यक्तिसँग हाम्रो तपाईँको भेट हुनु भएनन् वार्ता हुनु भएनन् किनकि यसले हाम्रो रणनीति वा युद्धमा केही नेगेटिभ इफेक्ट पार्न सक्छन् भनेको केले भन्यो त कसले भन्यो त कर्कले भन्यो जुन सल्लाहकार हुनुहुन्छ। तर त्यहाँ राजाले बुझेनन् होइनन् त्यसले वास्ता गरेनन् र त्यो जासुस लेडीसँग भेट्यो र त्यो भेट्दाखेरि उहाँ त्यसमा आसक्ति भयो र होइन। त्यही भएर आफ्नो जुन सैनिकहरूको गोप्यता थियो उसले होइन उसँग
आउट गर्यो होइन, उसलाई सबै कुरा भन्यो र त्यसकै बिहानपल्ट ऊ रेडी चाहिँ अब त्यहाँ भेटिएन होइन, किनकि जासुस थियो त्यही भएर। अनि युद्ध हुँदै गर्दाखेरि अब युद्धको रणनीति यो त्यो साइडको जर्मनले बुझ्यो होइन, यिनीहरूको विकनेसहरू यो छ भनेर बुझ्यो। अनि त्यही दिन युद्ध, त्यसको अर्को दिन होइन, युद्ध समाप्त भयो र त्यसमा अगस्ता चाहिँ युद्ध हार्यो। अनि त्यही यो म्यासेज यहाँ के दिन्छ भन्दाखेरि जुन अधिकारी व्यक्तिहरू छन्, जस्तै हाम्रो परिवारको एउटा गार्जियन हुन सक्छन् वा समाजको एउटा समाजसेवी हुन सक्छन् वा राज्यको नै एउटा प्रधानमन्त्री किन नहोस्, यदि जति अधिक माथिको औदामा हुनुहुन्छ उनीहरू एउटा मिस्टेक पनि गर्यो भने सबैको होइन, सबैलाई त्यो गल्तीको परिणाम सबैलाई भोग्नुपर्छन् होइन। जस्तै कि हाम्रो प्रधानमन्त्रीले केही गल्ती गर्यो भने हामी जनताले भोग्छौँ कि नै हो, त्यही भएर हामीले सबैले भोग्नुपर्छ। सो त्यही भएर होइन, हाम्रो घमण्ड हामीमा हुनु भएन। यसको म्यासेज यही हो होइन, हामीले एउटा गल्तीले हाम्रो जीवन बदलिन सक्छन् होइन। कतिपय आदमीको के कस्तो हाम्रो गल्तीले अरूको पनि होइन, हामीले गल्ती, मेरो गल्तीले पनि अरू मान्छेको होइन जीवनमा फरक पार्न सक्छन् भनेको हो। त्यही भएर अवेर हुनुपर्छ होइन, अनि आफ्नो कामप्रति, आफ्नो जिम्मेवारप्रति होइन सचेत हुनुपर्छन् भनेको हो। यसको म्यासेज चाहिँ मेन यही हो होइन। आज हामी यसलाई हाम्रो जुन भनाइलाई हामी यही राख्न चाहन्छौँ र आगामी दिनमा पनि हामी यस्तै ड्रामाहरू तपाईँहरूको माझमा ल्याउँदै गर्छौँ है त। आजको लागि हामी यति भन्दै तपाईँहरूको माझबाट छुटिन चाहन्छु र यहाँहरूको दिन शुभमय होस्, जीवन सुखमय होस्, समृद्धमय होस् भन्न चाहन्छु। हस्, धन्यवाद।